साथीहरू सबैलाई नमस्ते है। आजको यो झरीसँगै हाउरीसँगै अब लाइन गएको थियो, भर्खर आयो। अब त्यसैले अब के गर्नु घरमा बसेर भन्दाखेरि अब यसो खाजा खाऊँ न भनेर सोचियो भाइ र म भएर है। त्यसैले आज यो 5वटा करेन्ट चाउचाउ यो हान 5वटा करेन्ट हाम्रो आजको स्पेसल माल है। घाँस भात नि खानु पऱ्यो है नि त, त्यसैले अनि मैले तपाईँहरूलाई भनिराखेको छु यो चाहिँ मैले एनी टाइम करेन्ट चाउचाउ खाँदाखेरि युज गरेकै हुन्छु। मनपर्छ यसको रस पनि यसको गन्ध पनि है त। यो चाहिँ हामीले खाएर टेस्ट गर्छौँ कस्तो भएको छ हजुरहरूलाई भिडियोमै। ल बाइट हान्न पऱ्यो, फर्स्ट बाइट है। आजको झरीसँगै फर्स्ट बाइट हान्नु पऱ्यो। यो करेन्ट चाउचाउ चाहिँ मिठो भए मिठो, यसमा साग पनि छ अनि यो चिकन डायमन्ड पनि यो आफै फ्राई गरेर सब चिजमा आफैले मिक्स गरेको हो है। फर्स्ट बाइट हानिदिन्छु। ठुलो बाइट त सुरुमै हान्नु पऱ्यो नि त होइन, ड्याममा हान्नु न मजाले यहाँ इजी हो नि त। बिग बाइट इजी 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 डायमन्ड है त डायमन्डमा यो लपेटेर हाल्नु दामी हुन्छ क्या। दुईवटा लिने साग होइन, चारवटा लाएर यसमा थोरै चाउचाउ एड गरेँ अनि एउटा चिकन डायमन्ड, यसमा एउटा लसुन एड गरेँ। भिडियोको क्वालिटी नराम्रो आए पनि सबैले माया देखाइदिनु होला। यतिको माल हान्ने चाहिँ फेरि मैले हानिरहन्छु कि फेरि अर्ग्यानिक माल पुरै घर घरमा आफ्नै करेसो बारीमा फलेको। अच्छा, आफ्नै करेसो बारीमा फैलेको अर्ग्यानिक मालसँग च्याट्टा। यसमा थोरै यो पनि एड गरिदिनु मुखमा, दामी हुन्छ आमिलो आमिलो। यमे भन्यो टिस्यु ल्याउन बिर्सेछ, टिस्यु ल्याउनु पर्छ है। अब चाहिँ चिकन डायमन्ड इजी। यो चाहिँ पोज है, पोज पनि डप्प हाल्नुपर्छ अहिले। सेकेन्ड बाइट, फर्स्ट बाइट त अच्छा हानिदिइहालेँ मैले, फेरि सेकेन्ड बाइट नै अच्छा जान्छ है फेरि। पोज अच्छा भयो त भाइ। यो डायमन्ड हान न। यसमा चाहिँ मैले अलिकति करेन्ट चाउचाउ एड गरेँ है, अनि लसुन एउटा एड गरेँ अनि यो आजको स्पेसल चिकन डायमन्ड।
है त चिकन डायमन्ड के अरे सेयर गर्नु पऱ्यो त्यसमा एड गर्नु पऱ्यो यो पनि एड गरिदिउँ क्या है यो एउटा यो पनि एउटा सानो बाइट यो फेरि एकदम कुनै कुनै ठिक्कको सानो कुनै कुनै एकदमै ठिक्कको ठुलो हुन्छ यो पनि यसमा मैले एड गरेँ है त यस्तो हुन्छ टेस्ट गरौँ पोको पारेर आजको झरीसँगै स्पेसल खाजा पनि भयो है प्याज पनि एड गर्छु है डायमन्ड खाएको खाइहाल्यो म त अब त्यो मुखमा हाल्ने हालेको हाले मुख खाली गर्न मन लाग्दैन पोका गिलास राम्रो छैन फेरि मेरो घरमा म गाउँले मान्छे गाउँले नै हुन्छ सहर आएर मात्र यसरी खाना जानेको म त त्यस्तो खाना चाहिँ म जान्दिनँ है मेरो घरमा त्यस्तो भेराइटी सामानहरू पनि हुँदैन जे होस् मनोरञ्जनको लागि भिडियो बनाउने हो रमाइलो गर्ने त्यति कुरा मात्रै साथीहरू मिठो भयो इजी हो नि फेरि यो खाएपछि अब बेलुका खाना नखान्छ होला है पिरो भएर पेट त्यस्तो पिरो खाएर भने मलाई त छ नि त अब एकछिन उकालो चढ्नु त होइन है एकछिन उकालो चढ्नु त होइन कहाँ उकालो चढ्नु चाहिँ उकालो किन खाएन साथी नसँगी एक्लै रङ्गी चङ्गी भने जस्तै हुन्छ म त अब घरमा तिमी गएपछि त्यही त हरियो परियो पनि खानुपर्छ अरे साथीभाइहरू करेन्ट मात्र खाँदाखेरि त यसले त बिताइ जान्छ बिताउँछ खराब गर्छ भोलि बिहान अच्छा हुन्छ फेरि एउटा ठुलो बिग बाइट हान्दिनँ त पोटसँग मजा आयो बिग बाइट पोट यो त अहिले फेरि यो पुरा स्वाद एकदम मिठो दिने कि सुरुप्प टाउको खाने टाउको यो राउन्ड गरौँ त गरौँ लाइट आउँदैछ है साथीहरू बिस्तारै यो टिकटक बनाउने लाइट चाहिँ म लिएर आउँछु एकदम राम्रो तरिकाले अब कति पर्छ पैसा छैन यो त अब 2-400मा आइहाल्छ कति पर्छ त्यो तनाव छ ल आजको लागि यति नै धन्यवाद है त सबैले सपोर्ट गरिदिनु होला